त्यो अगाडि लोटामा पानी छ, त्यो लोटामा भएको पानी त्यो दुनामा सार्दै सार्दै लोटा घुमाउनु भयो भने सकिएको र होइन सक्दैन धेरै बेला लाग्दैन सक्यो देब्रे हातमा दुनामा पानी लगाइसक्नुभयो। आचमन गर्नुहुन्छ। ओम केशवाय नमः स्वाहा, ओम नारायणाय नमः स्वाहा, ओम माधवाय नमः स्वाहा। दुनाको पानीले हात पखाले जस्तो गर्नुहुन्छ। ओम गोविन्दाय नमः स्वाहा, दुना हटाइदिनु होला, फाल्दिनु। कसको अगाडि तिलानी पानी छ, तिलानी पानी सबैतिर सेचन गर्नु। ओम अपवित्रः पवित्र वा सर्वावस्था। त्यो तिलानी पानी फुलको ढुङ्गाले अथवा पुष्पको ढुङ्गाले सबैतिर छर्किनु छ। ओम अपवित्रः पवित्र वा सर्वावस्था। ओम पुण्डरीकाक्ष पुनातो, पुण्डरीकाक्ष पुनातो, पुनातो पुण्डरीकाक्ष। एक-एकवटा कुशको टुक्रा लिएर पानी छ। एकजनाले कुशको टुक्रा लिन्छ, एकजनाले जसको अगाडि छ। ओम पृथ्वी मन्त्रस्य मेरुपृष्ठ ऋषि सुतुलम छन्द कुर्म देवता आस्तने विनियोग। आफू बस्नु भएको पिरामुनि राख्नु। पृथ्वी त्वया दिता लोका देवी त्वं विष्णुनादित त्वं च धारणां देवी पवित्रं कुरुतासन। दियो सल्काउनु त माइलाको अगाडिको दियो सल्काउनु त। स्थिरो भव विध्वंग आशीर्वाद्यर्वना पृथुर्भ सुखतस्तमग्निपुरी कबाड। आह्वान गर्नु होला। तिलानी पानी जसको अगाडि छ एउटा दुन अगाडि छेउमा राखेर त्यो दियोलाई सम्झेर आह्वान गर्नु। आवाहितो भव आवाहनं समर्पयामि। कर्मका साक्षी नै दीप नारायणाय नमः। आसन कुशको टुक्रा राख्नुहुन्छ। कुश आसनं समर्पयामि। कर्मका साक्षी नै दीप नारायणाय नमः। आसनान्ति पञ्चोपचारले पूजा गर्नु होला। चरणयोपाद्य जलम समर्पयामि। हस्ते अर्घ्यं मुखे आचमनीं सर्वाङ्गे सुस्नानीयं जलम पयमिलित पञ्चामृत पञ्चामृतान्ते शुद्धोदक स्नानान्ते एतानि गन्धाक्षता पत्र पुष्पाणि फल पुष्पाणि नानाविध नैवेद्यादि निवेदयामि। फूल अक्षताले पूजा गर्नु होला। ओम पृष्ठो देवी पृष्ठो अग्नि पृथ्व्यां पृष्ठो विसौ खदिरा विवेश वैश्वनर सहसा पृष्ठो अग्नि सनोदिवा सविखस्वातु नत्रम। कर्मका साक्षी दीप नारायणाय नमो नमः। सबैजनाले हातमा पुष्प लिएर प्रार्थना गर्नु। नमोस्तु नन्ताय सहस्रमूर्तये सहस्रपाद शिशिरोरुहावे सहस्रनाम्ने पुरुषाय सरस्वती सहस्रकोटि युगधारिणे नमः। नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्द वासुदेव नमस्ते। शुभम भवति कल्याणम आरोग्यम सुख सम्पद सर्वशत्रु विनाशाय दीप ज्योतिर्नमोस्तुते। त्यो दुनामा फूल चढाउनु। जसका अगाडि दुनो छ उहाँले चढाउनु। त्यो दुनो ऊपट्टि दिनु त आफ्नो देब्रे हातपट्टि। त्यहाँ फूल लगाउँदै लगाउँदै दुनो एकचोटि घुमाउनु भयो भने फूल सबैको चढ्छ। दियोको छेउमा लगेर त्यो दुनो राखिदिनु होला। अर्को दुनो राख्नु होला। कलशलाई सम्झेर आह्वान गर्नु। कलशस्थ कुम्भ वरुण देवताभ्यो नमः। आवाहितो भव। आसन कुशको टुक्रा राखिदिनु। कुशासनं समर्पयामि। कलशस्थ कुम्भ वरुण देवताभ्यो नमः। आसन पञ्चोपचारले पूजा गर्नु। चरणयोपाद्य जलम समर्पयामि। हस्ते अर्घ्यं मुखे आचमनीं सर्वाङ्गे सुस्नानीयं जलम पयमिलित पञ्चामृत पञ्चामृतान्ते शुद्धोदक स्नानान्ते तानि गन्धक्षता पत्र पुष्पाणि फल पुष्पाणि नानाविध नैवेद्यादि निवेदयामि। ओम कलशस्थ कुम्भवरुण देवताभ्यो नमः। पूजा गर्नु। तत्त्वाजयामि ब्रह्मण वन्दमान शास्त्रे यजमान अभिर्व्ययजमान वरुण वधुर सगो समान आयुः प्रमुख्य। ओम श्री कलशस्थ कुम्भवरुण देवताभ्यो नमो नमः। नमस्कार गर्नु।
नमो नमस्ते स्फटिकप्रभाय सुशीतहाराय सुमङ्गलाय सुपासहस्ताय जशासनाय जलादिनाथाय नमो नमस्ते पाशपाणे नमस्तुभ्यं पद्मिनी जीवनायकं यावत् कर्म समाप्ति तावतं सुस्थिरो सुप्रसन्नो वरदो भव चढाइदिनु है के जस्तो अर्को दुनो राखेर तपाईँ थाल्नु त फुल चढाइसकेर त्यो दुनो लगेर कलशको छेउमा राख्नुहुन्छ है तपाईँहरूले ओम श्रीमन्मागणाधिपतये नमः वैतु भवावनं समर्पयामि आसन कुशासनं समर्पयामि श्रीमन्मागणाधिपतये नमः आसनान्ते पंचोपचार चरणयोपाद्य जलं समर्पयामि हस्ते अर्घ्यमुखे आचमने सर्वाङ्गे सुस्नानीयं जलं पयमिलित पंचामृतान्ते शुद्धोदक स्नानान्ते तानि गन्धक्षता पत्रपुष्पाणि फलपुष्पाणि नानाविध नैवेद्यादि निवेदयामि ओम श्रीमन्मागणाधिपतये नमो नमः फूलक्षताले पूजा गर्न हरि ओम गणानां त्वा गणपति गुंगवामहे प्रियाणां त्वा प्रियपति गुंगवामहे निधीनां त्वा निधिपति गुंगवामहे वसो मम आहम जानि गर्भधमातमदासि गर्भधम ओम श्रीमन्मागणाधिपतये नमो नमः दुवो फूल अक्षता बोकेर नमस्कार गर्नु विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगतिताय नागाननाय श्रुत्यविभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते वक्रतुंड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ओम श्रीमन्मागणाधिपतये नमो नमः चढाइदिनु ऐके जस्तरी दुनो घुमाउनु होला गणेश भगवानको छेउमा ल्याएर राखिदिनु गणेश भगवानलाई चढाइ सक्नुभयो र उसको टुक्राको गोडा लिएर पानी चमाउनु हिजोको जस्तै लु त त्यो उसको टुक्रा एक एकवटा लिएर आरी घुमाइदिन्छ पानी समाउने है हो कि तर पानी त्यो खन्यो भने त्यहाँ नचोक्ने एउटा लिनुभयो सबैले अब एकछिन हल्ला नगरिकन श्रवण गर्छौँ ल ओम तिथि विष्णु तथा वार नक्षत्रम विष्णुरेव च योगास्तकरणस्यैव सर्वं विष्णुयं जगज्जले विष्णु तले विष्णु विष्णु पर्वतमस्तके ज्वालामलकुले विष्णु सर्वं विष्णुयं जगद हरि ओम तत्सत् विष्णु विष्णुदेह श्रीमद्भागवतो महापुराण पुरुषस्य विष्णुराज्ञया प्रवर्तमानस्य सकल जगत् सृष्टिकारिणो श्री ब्रह्मणो द्वितीयपराधे श्री श्वेतवारः कल्पे वैवस्वताधि मन्वन्तरे अष्टाविंशतितमे युगे प्रह्लादाधिपते मनो सत्यमे सत्यात्रेता द्वापरान्ते कलौ कलिगस्य कलिप्रथमचरणे जम्बूद्वीपे भारतवर्षे वर्तखण्डे आर्यवर्तान्तर्गत हिमवत्पर्वतैकदेशे मन्दलादि दक्षिणदिग्भागे कनकातिष्ठादि पश्चिमदिग्भागे गङ्गादिव्यादि उत्तरदिग्भागे बागमत्यादि पूर्वदिग्भागे कोशी प्रदेशान्तर्गत इलाम जनमण्डलान्तर्गत देवमै नगरपालिकामध्ये पञ्चम वार्डान्तर्गतः यावं नाम ग्रामे यावन्नभमौ षष्ठी संवत्सराणां मध्ये 2082तमे वर्षे त्रयोअशीतमे वर्षे रोदनाम संवत्सरे श्री सूर्योत्तरणे मासानामुत्तम मासे वैशाख मासे वैशाख शुक्लपक्षे महापर्वणीय चतुर्थ्याय गतः पंचम्यं पर्वणो यथा नाम नक्षत्र योग लग्न करण मुहूर्तान्विताय मेषराशिते श्री सूर्य वृषराशिते चन्द्रमसि मिथुनराशिते देवग्रहो अन्येषु अवशिष्टेषु ग्रहेषु यथा यथा राशिस्थानस्थितेषु सत्सु एवं ग्रह गुणगण विशेषेण विहितायं शुभ पुण्यत्नो अध्ययः कौडिन्यगोत्रोत्पन्नोऽहं कौडिन्यादि त्रिप्रभरान्वितः कौडिन्य वसिष्ठ मैत्रवर्ण इति त्रिप्रभरान्वितः कौडिन्यगोत्रोत्पन्नोऽहं नाना नाम शर्मणोऽहं मम आफ्नो आफ्नो नाम भनेर मम भन्नुहोला नाना नाम
देव्याहं तथा च अस्मत्पुत्र पौत्रादि सहितम अस्माकं अखिल कुटुम्ब सहितोहम सबैजनाले चेलीबेटीले पनि आफ्नो गोत्र र नाम उच्चारण गरेर मम भन्नुहोला। अस्माकं सपरिवार श्रीमद् भागवत खण्ड श्रवणादिक कर्म परिपूर्णता सांगता सुसिद्धि निमित्तार्थम अस्माकं सपरिवारस्य कायिक वाचिक मानसिक संसर्गिक ज्ञाता ज्ञात स्पर्श पर्श गले हले अभे अभे वाच्य वाच्यादि पृथ्वी दोष जल दोष वायु दोष आकाश दोष नदी नालाई दोष वाच्य दोष कर्म दोष थल दोष पितृदोष आदि समस्त दोष निवृत्ति कामनया तथा च अस्माकं सपरिवारस्य शिशु कौमार पौगण्ड यौवन वार्धक्य अति वार्धक्य अवस्थासु च देशकालवशेन भूत काय कर्मेन्द्रिय व्यापारे हि शुष्क आर्थ लघु गृह आदि संकरीकरण मलिनीकरण जाति भ्रंशकरणानां पात्रीकरणानां परसंसर्गजातानां चिरकालव्यसितानां बहुनां भूपितानां श्रुतिस्मृति पुराणोक्त फलप्राप्ति कामनया तथा च समस्त सपरिवारस्य मन इप्सित फलप्राप्ति कामनया सपाद लक्ष्य वर्तिका प्रज्वलन कर्मम च वयम करिष्यामहे छोडिदिनु होला त्यही तिलानीको बटुकामा त्यही भुइँमै छोडे पनि हुन्छ रेखिलो आँकडा छोडिदिनु होला। अस्मिन् संकल्पिते सुसिद्धिरस्तु शुभम भवन्तु शुभानि सम्भवन्तु जजाग्रतो दुरंगमन ज्योतिखान ज्योतिरेकन्तन मे मनः शिव संकल्पमस्तु। छोडिदिनु भयो ल पूर्वतिरको हो त्यो दियो सक्नु त त्यो मास्तिरको वेदको दियो सल्काउनु आह्वान गर्नु होला पूर्वे ऋग्वेदाय नमः तिलहरुले यही गर्नु यही दुनामा एकै जस्तो पूर्वे ऋग्वेदाय नमः वाइतो भवावनं समर्पयामि आसन कुशको टुक्रा राखिदिनु होला कुशासनं समर्पयामि पूर्वे ऋग्वेदाय नमः आसनान्ते पञ्चोपचारले सेवा गर्नुहुन्छ चरणयो पाद्य जलं समर्पयामि हस्तयो अर्घ्यं मुखे आचमने सर्वाङ्गे स्नानियं जलं पाइमिलित पञ्चामृतादि शुद्धोदक स्नानान्ते एतानि गन्धाक्षता पत्र पुष्पाणि समर्पयामि। तोल्ला छेउको फेरि चढाउनु त हजुर रत्नधातरम नमस्कार गर्नु गणनाथ सरस्वती रवि शुक्र बृहस्पति पंचैतां संस्मरणे नित्यं वेदवाणीं प्रवर्तैर्कमलयोनिं समत्पन्न ब्रह्म नारायण हरे शिव योगे विशेषेण वेदमाता नमस्तुते ओम पूर्वे ऋग्वेदाय नमो नमः चढाइदिनु ऐके जस्तरी पुष्प अर्पण गर्नुहुन्छ र लगेर त्यो दियोको छेउमा राखिदिनु होला। ऐको जस्तै त्यो दुनो घुमाइदिनु न दुनो दक्षिणपट्टिको दियो सल्काउनु त हो त्यो दक्षिणपट्टिको दियो सल्काउनु होला। पञ्चामृतान्ते शुद्धोदक स्नानान्ते एतानि गन्धक्षता पत्र पुष्पाणि फलपुष्पाणि नानाविध नैवेद्यानि निवेदयामि निवेदयामि ओम दक्षिणे यजुर्वेदाय नमो नमः। फूलक्षताले पूजा गर्न ओम मयि खेतो आय खेतो देतो व्यवस्था देवो वः सविता प्राप्नयतु श्रेष्ठतमाय कर्मणाप्येदमग्न्या इन्द्राय भागं प्रजावतिरन्वीवाय एक्स्माम अवस्थेनै सतमांग सगो सोद्रुवास्मिन् गोपतस्य तवोर्ज्यतमानस्य पशुन् पाहि। नमस्कार गर्नु गणनाथ सरस्वती रवि शुक्र बृहस्पतिन् पञ्चैतां संस्मरणे नित्यं वेदवाणीं प्रवर्तय कमलायनिं समत्पन्न ब्रह्म नारायण हरि। पश्चिमे साम्यदाय नमः वाइतो भवावनं समर्पयामि आसन कुशको टुक्रा कुशासनं समर्पयामि पश्चिमे साम्यदाय नमः आसनान्ते पञ्चोपचारले पूजा गर्न चरणयो पाद्य जलं समर्पयामि हस्तयो अर्घ्यं मुखे आचमने सर्वाङ्गे स्नानियं जलं पाइमिलित पञ्चामृतान्ते शुद्धोदक स्नानान्ते एतानि गन्धक्षता पत्रपुष्पाणि फलपुष्पाणि नानाविध नैवेद्यानि निवेदयामि ओम पश्चिमे साम्यदाय नमो नमः फूलक्षताले पूजा गर्नु अनि ओम अग्न आय हिवितय गृणान्न अभ्यदाते नियत सचि परिघे नमस्कार गर्नु गणनाथ सरस्वती रवि शुक्र बृहस्पतिन् पञ्चैतां संस्मरणे नित्यं वेदवाणीं प्रवर्तय कमलायनिं समत्पन्न ब्रह्म नारायण हरि शिव योग विशेषेण वियेरमाता नमस्तुते चढाइदिनु होला। उत्तरतिरको दियो सल्काउनु होला।
चरणै उपाद्य जलं समर्पयामि हस्ते अर्घ्यमुद्राचमनि सर्वाङ्गे सुस्नानीयं जलं वैविदित पञ्चामृतानि शुद्धोदकस्नानादि तानि अन्धक्षतपत्रपुष्पाणि फलपुष्पाणि नानविध नैवेद्यादि निवेदयामि निवेदयामि ओम उत्तरे नित्यं वेदवाणीं प्रवर्तयेत् तारा भित्र ब्याट्री छ ले भित्र ब्याट्री छ डर पर पल्ला छेउमा छिमेकीले कोइला हाले खोइ कहाँ छ त अघि जाऊ है पहिला